हामी कहाँ जान लागेको? चन्द्रबिगापुर। अब कहाँ जाने चन्द्रबिगापुर होइन भन्नु। चन्द्रनिगापुर होइन नि त, अब कहाँ जान लागेको अहिले चाहिँ? हवाई। नमस्ते सबैजनालाई। अहिले चाहिँ हामी होनोलुलु हवाईमा 22औं तलामा भर्खरै होटल चेक इन गरियो। 9.5 घन्टै लाग्यो। तपाईँको चाहिँ जर्ज डब्लु बुश ह्युस्टन एयरपोर्टबाट फ्लाइट। त्यस्तो देखिया छ, दृश्य मनोरम एकदमै। यहाँ चाहिँ फिलिपिन्स, थाइल्यान्ड, जापान, इस्ट एसियाको मान्छेहरू चाहिँ धेरै छन् जस्तो लाग्छ होइन। अब यता हेऱ्यो पहाड छ, ट्याक्क पहाड देख्न सक्नुहुन्छ होइन। यो ज्वालामुखीबाट बनाए पहाडहरू रे। अनि त्यसपछि फेरि सँगसँगै यहाँ समुद्र पनि छ, बिच। अहिले टेम्परेचर लगभग 90 जस्तो छ, तर पनि यो चाहिँ स्टिल मजाको रमाइलो छ। यो बिल्डिङहरू हेर्दाखेरि चाहिँ लगभग यो हल्का हल्का एजियन फ्लेभर। अर्सु कहाँ हो हामी भनिदेऊ त सबैलाई? कहाँ रे? हवाई। हजुर जाऊ ल, आइफाइ गर। तिमीलाई रमाइलो लागिरहेको छ छैन कि सिन्सिनाटी जाने? मेसन जाने हो? हवाई जाने? ल ठिक छ। अलराइट, हवाई होनोलुलुको बिचमा आइपुगेको छौँ हामी। लगभग होटलबाट जम्मा 5 मिनटको मात्र डिस्टेन्स रहेछ। ऊ त्यहाँ दृश्यमा देख्न सक्नुहुन्छ, ऊ त्यो पछाडि ठ्याक्कै पहाड छ। यदि पहाड पनि जान मन लाग्यो, हेर्न मन लाग्यो र समुद्र पनि सँगसँगै चाहियो भने चाहिँ हवाई लुक्स लाइक अ बेस्ट प्लेस टु बी। रश्मि र आर्सु इन्जोय गर्दैछन्। आज चाहिँ हाम्रो हिजोको पुरा दिन चाहिँ फ्लाइटमा बित्यो। लगभग 9 घन्टाको फ्लाइट थियो ह्युस्टनबाट। सिन्सिनाटी टु ह्युस्टन एज युजल 2.5 आवर्सको छ। यति हिजो 12 घन्टा फ्लाइटमा बिताइसकेपछि अहिले हामी हवाई आइपुगेका छौँ। र आज चाहिँ केही समय बिचमा र अफकोर्स केही समय हाइकिङ डायमन्ड हेड ट्रेल भन्ने एउटा ठाउँ रहेछ, त्यहाँ पनि जाने भन्ने प्लान गरेर छौँ। लेट्स सी हाउ इट गोज। वाटर लुक्स भेरी क्लिन। सर्फिङ गर्न आउने मान्छेहरू चाहिँ यहाँ एकदमै धेरै मात्रामा देख्न सकिन्छ। द वेदर इज सपोज टु बी इन द 90s। विल सी हाउ इट गोज। इट्स 7 AM इन द मर्निङ हियर। लगभग इस्टर्न स्ट्यान्डर्ड टाइम भन्दा त 4.5 घन्टा 5 घन्टा पछाडि रहेछ। अहिले सायद सिन्सिनाटी ओहायोमा अथवा न्युयोर्कमा चाहिँ 11 बजिसकेको छ। बट या people here are enjoying the late slow morning. The beach is not as busy as it is in Florida, but it is really good. Right now. हामी चाहिँ अहिले हवाईमा ब्रेकफास्ट गर्दैछौँ। अहिले चाहिँ हवाईमा लगभग 10 बज्यो, 9:53 बजिसक्यो। यो ब्रेकफास्ट चाहिँ यो लगभग हाम्रो यहाँ पेसिफिक ओसनको नजिकै बसेर ब्रेकफास्ट गर्दैछौँ। सबैजना मेरो साथीभाइ इष्टमित्रहरूलाई आउँदै गरेको तिहार शुभ दीपावलीको हार्दिक मङ्गल शुभकामना। अहिले चाहिँ म सपरिवार अहिले यो प्रशान्त महासागरको बिचमा यसरी मलाई मेरो बुढी र मेरो छोराले पुगेका छन्।
यो प्रशान्त महासागरको हवाईमा आएर कुदिरहेको आनन्द बेग्लै रहेछ। म कुदिँदाखेरि पनि यहाँहरू सबैलाई मलाई जसरी यो त्यसै गरी तपाईँहरू सबैलाई धनले पनि पुरोस् भन्न चाहन्छु। ह्याप्पी धनतेरस, ह्याप्पी लक्ष्मी पूजा, ह्याप्पी शुभ दीपावली 2082। Aloha, mahola, happy Hawaii! रश्मि कस्तो लाग्दैछ त हवाई? लास्टै रमाइलो। हवाईको के रहेछ त विशेषता? विशेषता भनेको अब हामी बसेको ठाउँ अहिलेसम्म घुम्नु ठाउँभन्दा इट्स टोटली डिफ्रेन्ट। पहाड पनि एउटा साइडमा हेऱ्यो भने पहाड छ, अर्को साइडमा हेऱ्यो भने टेम्परेचर पनि अब 80-85 भए पनि यो समुद्री तट भएकोले गर्दाखेरि शीतल आनन्द है बोबाल। अब हामी चाहिँ यो हिँड्दा हिँड्दै एउटा फ्रुट पसल रहेछ, त्यो फ्रुट पसलमा यसो केरा कोकोनट के छ अलिकति खाऊँ भनेर बसेका छौँ। पिकअप पनि पाल्दो रहेछ नि के हो यो चाहिँ यहाँको मेनु। $13, $15, म्याङ्गो बल $10। म्याङ्गो खाऊँ न त यहाँ। त्यस्तो अरू उता गाडी आउँछ उता नजाऊ है। यता हेर ल, घरहरू पनि ठ्याक्कै कस्तो यो इस्ट एसियन फ्लेभर। नेपाल नेपाल